नमस्ते, गुड आफ्टरनुन सबैलाई। के कस्तो अवस्थामा रहनुभएको छ, सधैँ सुखी रहनुहोला। म पनि सुखी नै छु। तपाईँहरूको साथ र सपोर्टले गर्दा म नि सधैँ खुसी नै छु है। सधैँ यस्तै मायाहरू जताइराख्नु होला होइन, मलाई दिइराख्नु होला, यत्तिकै माया गरिरहनु होला, साथ र सपोर्ट गरिरहनु होला। म पनि तपाईँहरूलाई साथ र सपोर्ट गर्ने नै छु। जे जस्तो अवस्थामा भए पनि खुसी नै रहनु होला। मैले योभन्दा 2-3वटा अगाडिको भ्लगमा चाहिँ के भनेको थिएँ भने सेन्मा पार्क गएर एउटा भिडियो बनाउँछु, एउटा भ्लग बनाउँछु भनेको थिएँ। आज चाहिँ त्यो ठ्याक्कै म पुरा गर्न गइरहेको छु। हेर्नु होला है त, सबैले अन्तिमसम्म हेर्नु होला, साथ र सपोर्ट गर्नु होला है त। म अब रेडी भएर निस्कन्छु अनि म सुरु गर्छु है त। बाई। हेलो, म चाहिँ रेडी भएर निस्किसकेँ है त। यो चाहिँ बाहिरको हो। मैले छाता बोकेन, लास्टै गर्मी छ जस्तो छ। आज चाहिँ मैले छाता नै बोकेको छैन, एक्लै पनि छु। त्यति समस्या त केही नहोला। म गइरहेको छु। मौसम चाहिँ यस्तो राम्रो छ कि ओहो बबाल छ, दामी छ है त। हेरिदिनु होला है त। यो चाहिँ मेरो गएको जाने बाटो पनि यही नै हो। अलिकति परसम्म चाहिँ गएको जाने बाटोसम्म चाहिँ हिँड्दै जान्छु। त्यसपछि चाहिँ नेचुरल होइन, कृत्रिमवाला नदी छ, त्यसको त्यो खोला जान्छु म चाहिँ। त्यहाँ चाहिँ अलि शीतल नै हुन्छ, त्यही भएर म त्यो बाटो जान्छु है त। त्यति छैन, म चाहिँ अब हिँडिरहेको छु, एक्लै नै छु आज चाहिँ। कोही साथीहरू नै छैन, साथीहरू सुतिरहेको छ। बिजी भएको कारणले चाहिँ म एक्लै नै जान गइरहेको छु। यहाँबाट अलि अगाडिसम्म सिधा छ, त्यहाँबाट लेफ्ट लिन्छु अनि त्यसपछि चाहिँ नदी नेचुरल होइन, कृत्रिम नदीमा जान्छु। वातावरण चाहिँ आज यस्तो राम्रो छ कि यति राम्रो छ कि होइन, साथ चाहिँ दिएको छ मलाई आज। घामले यति राम्रो घाम लागेको छ कि तर मलाई त्यति गर्मी त भएको छैन। आज ठिक्क छ है त। हेर्दै जानु होला, दामी नै छ। के कस्तो छ यसो यता अगाडि पनि देखाइदिउँ न त। हेर्नु न, दामी छ। आजको मौसमले चाहिँ मलाई साथ दिएको छ, अरूले साथ नदिए नि तपाईँहरूले नि साथ त दिनुभएको नै छ। त्यही माथि नै आज चाहिँ मौसमले यस्तो राम्रो साथ दिएको छ। हेर्नु है त। आज चाहिँ मेरो सबभन्दा धेरै भ्लगमध्ये आज चाहिँ ठ्याक्कै यसो हेर्दा जहाँ पनि हो कि जस्तो चाहिँ देखिएको छ क्यामेराले। अब अहिले चाहिँ त्यस्तो देखिरहेको छु। यहाँबाट मैले एडिट गरेर पछि हेर्दाखेरि के कस्तो देखिन्छ त्यो त अब भिडियोमै देख्नुहुन्छ तपाईँहरूले। आज चाहिँ बल्ल अलि जहाँ पनि हो कि जस्तो देखिरहेको छु मैले चाहिँ। ल हेर्नु, राम्रो छ। अब यहाँबाट म पारी निस्कन्छु, पारीबाट चाहिँ अर्को क्लिप लिन्छु होला म। अब जेब्रा क्रस छ, एकछिन कुर्छु म। त्यति चाहिँ होइन, मलाई भ्लग नबनाएर हो कि के हो होइन, त्यो चाहिँ अलि धेरै टाइम भएर हो कि कस्तो अलि कन्फिडेन्ट चाहिँ अलि लो भएको हो कि जस्तो लागिरहेछ आज होइन। अब म अरू छैन, धेरै चाहिँ भन्दिनँ, हप्तामा एउटा चाहिँ जसरी नि बनाउनु पर्ने जस्तो भइरहेछ। अस्ति नै चाहिँ मैले हप्तामा 2टासम्म बनाएको थिएँ। 2टा बनाउँदा चाहिँ त्यस्तो केही के भएको थियो नि, कन्फिडेन्स चाहिँ यति हाई थियो कि होइन, म चाहिँ अब गर्नै सक्छु जस्तो भइरहेको थियो। तर मैले 1 हप्ता जति भयो कि बनाउने टाइम नभएर नबनाएको होइन। तर कस्तो कन्फिडेन्ट चाहिँ यति लो हुँदो रहेछ कि त्यो चाहिँ मलाई आज महसुस भइरहेको छ कि यत्तिकै मैले फेस टु फेस नै अलि त्यति गर्नै सकेँ जस्तो लागेको छैन है त। अब चाहिँ मैले कन्टिन्यू नै गर्छु। अब हप्तामा एउटा चाहिँ जसरी नि, बरु गएको किन नहोस्,
दुईचोटिवाला म नै गर्ने नै छु है त, बनाउने छु, जसरी पनि बनाउने छु। यति लो भयो कि के गर्नु, म आफूलाई के भन्नै सक्दिनँ। अब क्यामेरातिर फेसै गर्न नि अलि कस्तो अनकम्फर्टेबल क्या, यो त स्टार्टिङको जस्तै पो भइरहेछ मलाई। त्यही भएर चाहिँ म अब हप्तामा एउटा चाहिँ जसरी नि जे नै गरे पनि, बरु खाना खाएकै भए पनि म बनाउँछु। यति लो भइरहेछ कि यहाँ हेर्नु त यस्तो राम्रो छ कि है, म जतिखेर नि यही टाइममा हिँडिरहेको हुन्छु यो बाटो। हेर्नु न, जहिले यही टाइममा हो क्या, मलाई यही टाइमतिर मनपर्छ क्या यो। अब यहाँ यो चाहिँ यो रुखहरू, यता यो नदी, यही टाइममा चाहिँ मलाई यस्तो राम्रो देख्छु कि मैले यो। तर क्यामेराले त त्यति लिन नसके होला, तर मलाई लाग्छ यो चाहिँ बेस्ट टाइम हो क्या जस्तो लाग्छ। त्यही भएर म पनि ठ्याक्क यही टाइमतिर प्रायः हिँडिरहेको हुन्छु। मेन त मेरो गएकोबाट फर्किने टाइम नै यतिरै हुन्छ। त्यही भएर चाहिँ त्यो बेला चाहिँ मैले यति राम्रो देख्छु कि बिहान जानु भन्दा नि फर्किने बेला चाहिँ यो घाम लागेर हो कि यति राम्रो देख्छु। त्यही भएर चाहिँ म यतिखेर टाइमतिर भिडियो बनाइरहन्छु। म चाहिँ यो अब किनार जाने हो, यो अब लो छेउसम्म नै किनार जान्छु। अब त्यति त आज मैले अघि नै भनिसकेँ, त्यति चाहिँ अलि बोल्न कन्फिडेन्ट छैन। त्यही पनि बोल्न कन्फिडेन्ट भन्नाले चाहिँ अब स्टार्टिङ जस्तो चाहिँ भइरहेछ क्या आज मलाई। यति गाह्रो भइरहेछ कि होइन, के बोलौँ कसो हुन्छ नि, अलि अकमकिरहेछ। तर त्यस्तो त केही लाग्दैन। तर साथीहरू पनि नभएर होला क्या यसो। अब अहिले त भने म बोलिरहेछ, अब एकरो बोलिरहेको हो नि त। अब साथीहरू हुँदा त यसो साथीहरू पनि यताउता हुन्छ, यताउता देखिरहेको हुन्छ, यसो उसो भन्दाखेरि त्यति चाहिँ गाह्रो पर्दैन। तर यो तलको नदीको चाहिँ म आज माछा देखाउँछु होला हो। मेरो क्यामेराले कति लिएसम्म चाहिँ म यो नदीको मेन टुप्पामा गएर पार्क छ क्या, सेन्मा पार्क हो, त्यसको चाहिँ म त्यहाँनिर रहेको माछाहरू चाहिँ देखाउँछु। अनि त्यहाँको पार्क जस्तो छ हो त्यो पनि देखाउँछु है त। दामी छ। बल्ल चाहिँ आज मेरो मोबाइलले जापान हो कि जस्तो देख्यो होला, नत्र अरू बेला त किन मौसम नराम्रो भएर हो कि मैले त्यति चाहिँ देख्ने थिएन, राम्रो नि देखेको थिएन। तर अहिले त यस्तो राम्रो आइरहेको छ। अब एडिट गर्दाखेरि के कति अब क्वालिटी लो हुने हो त्यो चाहिँ मलाई थाहा छैन, हेर्दै जानु होला। एक्लै भएर म यति फास्ट हिँडिरहेको छु कि तपाईँहरूलाई नि हेर्न हतार भइसक्यो होला है, के कस्तो छ। अब जतिखेर नि सुजनले सेन्मा पार्क भनेको थियो, के छ त्यहाँ होइन, उत्सुकता लागिरह होला। त्यही भएर चाहिँ म तपाईँहरूको उत्सुकतालाई मेट्नको लागि यति फास्ट हिँडिरहेको छु कि साथीसँग हिँड्दा चाहिँ अलि स्लो नै हुन्थ्यो। साथीहरूकै अब रेन्जमा हिँड्नुपर्ने पर्थ्यो। तर आज म अलि चाँडै हिँड्ने भएर चाँडै देखाउँछु तपाईँहरूलाई, सकेसम्म चाँडो गएर चाँडै देखाउँछु है त। तर म पनि राम्रै देखिरहेको होला जस्तो लाग्छ है मैले उताबाट हेर्दाखेरि चाहिँ। तर मौसमले चाहिँ यस्तो राम्रो दिएको छ कि साथ चाहिँ आज बरु मान्छेले साथ नदिएला, त्यो आफ्नो ठाउँमा छ छुट्टै होइन। तर आज मौसमले चाहिँ मलाई साथ दिएको छ, यतिमा चाहिँ म खुसी छु। जोस् साथ त दिनै हाल्छ नि। तर म उल्टो बाटो आएँ, राम्रो देखाउनको लागि मैले उल्टो बाटो आएँ। ठिकै छ, यहाँबाट क्रस त गर्न मिल्दैन।
यता अगाडिपट्टि जानुपर्छ म। यहाँबाट डाइरेक्ट क्रस त छैन। अब अलिकति माथि गएर माथिबाट क्रस लिनुपर्छ है त म। उता भन्दा नि उता चाहिँ एकी हो। एकी भन्दा नि मलाई यताबाट जान चाहिँ चाँडो हुन्छ जस्तो लागिरहेछ। यहाँबाट जान्छु। म त जाममा परिसकेँ। अब ल यताको चलिहाल्यो। मैले भ्याउँदिनँ, सकेसम्म नि भ्याउँदिनँ, भ्याइनँ। अब उता पारिबाट म पारि क्रस गरेपछि देखाउँछु है त। ल ठ्याक्कै मैले क्रस पनि गरेँ। त्यहाँ अघि चाहिँ पारि थियो। अब यता वारी आइसकेँ म। अब वारीबाट चाहिँ यता लेफ्टको बाटो सिधा खोला म ठ्याक्कै पुग्छु। यता पनि राम्रै छ बाटो, हेर्ने ठाउँहरू राम्रै छ। मेरो लागि त धेरै बेर लाग्दैन। अब म चाँडै पुग्छु। म यहीँकै मान्छे, पारी ठाउँ नभएर, बाटो काट्ने ठाउँ नभएर म त्यहाँबाट यहीँ आएँ। तर मौसमले चाहिँ साथ दिएको छ। कति भन्यो एउटै कुरा दोहोऱ्यायो भन्नुभयो होला। त्यस्तो त होइन, चाहिँ बवाल छ। अब एकचोटि यस्तो घुमाएर मलाई पनि देखाइदिउँ न त है। यस्तो राम्रो आएको बेला किन मेरो अनुहारलाई चाहिँ लुकाउने हो र? त्यति राम्रो त छैन, त्यति नराम्रो नि छैन होइन। यो चाहिँ मेरो आफूलाई कन्फिडेन्ट भन्ने हो कि अब घमण्ड भन्ने हो कि त्यो चाहिँ मलाई के थाहा भएन। म आफूलाई लाग्छ त्यति नराम्रो नि छैन, त्यति राम्रो नि छैन। कुनै बेला त फेरि मलाई फेरि कसैले भ्याउँदैन जस्तो लाग्छ है। म त साउथ मुभीको त कहिलेकाहीँ हिरै लाग्छ, तर कहिलेकाहीँ त कस्तो नराम्रो जस्तो लाग्छ। त्यही पनि यो मौसममा चाहिँ यसो यहाँनिरको ब्याकग्राउन्ड चाहिँ यस्तो बवाल आएको भएर यसो मेरो पनि बनाऊँ न त भनिरहेको छु। यहाँ बनाएको म काटेर टिकटकतिर हाल्न नि सक्छु नि त, त्यही भएर हो यता फर्काएको। ठिक छ, ठाउँ राम्रो छ। अब आइपुग्नै लाग्यो है त। यताको चाहिँ एउटा बिल्डिङ नयाँ बन्दैछ। यो के भनेको मलाई थाहा भएन। यो सानोबाट चुच्चो निकालेर दामी नै छ। साथ र सपोर्ट चाहिँ गरिदिनु होला होइन। अरू के भन्नु, तपाईँहरूको मायाले चाहिँ हो। तपाईँको मायाले नै हो म रहने। तपाईँहरूले माया गर्नु छोड्नु भयो भने नै म दिन प्रतिदिन निराश हुँदै जाने हो। जति माया गर्नुहुन्छ म त्यति खुसी हुन्छु। म जति तपाईँहरूले माया दिनुहुन्छ म त्यति नै भिडियो बनाउने छु है। मेरो जिन्दगीको ऊर्जा सफलता भनेको नि तपाईँहरू हो। त्यही भएर माया चाहिँ देखाउनलाई लोभ नगर्नु होला है त। आज म यस्तो टाइममा हिँडिरहेको रहेछु कि होइन। मैले यस्तो मौसम होला भनेर त मैले सोचेकै थिएन क्या। यति बवाल छ कि मौसम त। ओहो,
मैले आज नबनाएको भए चाहिँ मैले दुईवटा कुरा मिस गर्ने रहेछ। एउटा कुरा त मेरो अघि नै भनिसकेँ, कन्फिडेन्ट अलि लो नै थियो अघिसम्म होइन, स्टार्टिङसम्म। अहिले चाहिँ अलि हाई नै भइसक्यो। त्यही माथि अनि अर्को मैले के गुमाउनु थियो भने यस्तो मौसममा चाहिँ मैले भिडियो बनाउन पाउने नै थिएन, तपाईँहरूलाई मैले देखाउन पाउने नै थिएन क्या है। कुनै कुनै कुरा त के भन्छ नि, कुनै कुनै कुराहरू त घमण्ड गरेर हिँड्यो भने नि त्यो सक्सेस हुन्छ भन्छ नि, त्यस्तै हो क्या। नसके नि केही हुन्न भनेर म हिँड्या हो क्या। घमण्ड म अलि घमण्ड नि गर्ने मान्छे हो, त्यही भएर अलिअलि जम्न त भनेर गरेको। गाडी त आइरहेछ, त्यही पनि मैले हिँड्दै चाँडै हिँड्दै अब ओहो हिँडिसकेको छु म। राम्रो छ, जापान धेरै राम्रो छ। यहाँबाट चाहिँ दुईवटा दोभान भन्छ नि, एउटा उताबाट एउटा यताबाट छ। यो कहाँसम्म पुगेको थाहा छैन। यहाँ चाहिँ ठ्याक्कै दोभान उताबाट एउटा यतापट्टि गइरहेछ, एउटा यतापट्टिबाट गइरहेछ। म चाहिँ यतापट्टिबाट, त्यो बाटो चाँडो पुगिन्छ, त्यही भएर देखाउँछु। मलाई आज केही लोभ लागेको छैन, तर मलाई मौसमको मात्र लोभ लागिरहेछ, अरू केही होइन। यस्तो मौसममा मैले भिडियो बनाउन पाउनु, भ्लग बनाउन पाउनु नि मेरो लागि त ओहो दामी। अब यो पुल छ नि, गाडी हिँड्ने पुलभन्दा अलिकति उता भन्छ त्यसलाई सेन्ट्रल पार्क, यति राम्रो छ। प्रायः यहाँ चहल पहल नै छ धेरै, तर यसरी हिँड्न पाइन्छ पाइँदैन तर मलाई थाहा छैन। आई डोन्ट नो है, के कस्तो हुन्छ के कति थाहा छैन। तर करायो भने यताउता गर्न थाल्यो भने म अफ गर्ने नै छु, तर कराउँदैन होला सकेसम्म लाग्छ। म हेर्दै हिँड्नेछु। सेम मैले सेन्सी जस्तो मान्छे त देखिरहेको, तर मिस। अब यहाँबाट ठ्याक्क म अगाडिको देखाउँछु है, मेरो त फेस कति देखाउने हो र। ठ्याक्क म अगाडि देखाउँछु। सेम सुरुमा आउँदा त मलाई उमी जस्तो लागिरहेको थियो। सुरुमा साथीहरूसँग एकचोटि आएँ, त्यो बेला चाहिँ मैले स्टार्टिङै गरेको थिइनँ भ्लगको। अझै जति छ अब चाहिँ म भ्लग नै बनाउँछु। यो चाहिँ पुल हो, पुलभन्दा मुनि ठ्याक्क हेर्नु त यस्तो मौसम छ कि, यस्तो मौसम देखिरहेछ कि आई डोन्ट मिस, कहिले मिस गर्ने छैन मैले। यो मैले मिस गरे भएको चाहिँ पुरै जिन्दगी भने रिग्रेट हुन्थ्यो मलाई। त्यही भएर कुनै कुराहरू पनि मिस नगर्ने हो क्या, जति सक्दो आफूले चाहिँ गर्ने हो, भयो होस् नभए नहोस् त्यो, तर पछि रिग्रेट चाहिँ नहोस् क्या, मैले यो गर्नुपर्ने थिएँ भनेर। आज म नआएको भए रिग्रेट गर्ने थिएँ। यस्तो राम्रो छ कि मौसम। त्यो माथि झन् म भएपछि त के भन्छ, केमा सुगन्ध के अरे भन्छ नि, त्यस्तै त्यतै उखान चाहिँ आउन्न। हेर्नु त मलाई क्या राम्रो देखिरहेछ। मैले यो मिस गर्ने थिएन त आज। ल क्या दामी।
मान्छेहरू चाहिँ यतापट्टि यो व्हाइट व्हाइट देखेको चाहिँ प्रायः मान्छेहरू यहाँ रनिङ गर्छ, त्यसको लागि चाहिँ कार्पेट हो। खास गरी म यसमा हिँड्नुहुन्न होला जस्तो लाग्छ। पल्लोपट्टि त साइकल हो, ओल्लोमा चाहिँ यो गोडाहरू दुख्छ भनेर चाहिँ यो कार्पेट हो। यो व्हाइट चाहिँ कार्पेट हो, यो होइन पिच गरेको होइन। यो म यताबाट अब यताबाट जान्छु, यहाँबाट गएर त्यो पारी त्यो सेतो सेतो बादलको त्यो मुनितिरबाट सडक्क फर्किने हो क्या। ल मैले यस्तो मिस गरेँ कि ओहो यहाँ त के हो, हावाहुरीले अस्तिको हावाहुरीले रुखै भाँच्दैछ नि। यस्तो गरेर चाहिँ यस्तो दामी मौसम छ कि कसलाई के भनौँ, यो मौसमले त सबैको मनै खान्छ। के छ आज के प्रोग्रामहरू छ जस्तै छ, मान्छेहरू त धेरै छ प्याक। गर्मी लाग्यो, मान्छेहरू यता ढुङ्गा पनि छ, ढुङ्गा पनि खेल्न आएको होला है। हेर्दै जानु सकेसम्म। म सेन्मा पार्क भनेको चाहिँ यही हो मेन, ठ्याक्कै म बिचमा छु। यतापट्टिको नि यतापट्टिबाट दुइटाको बिचमा आइसकेको छु। यसलाई भन्छ सेन्मा पार्क। यताको यो पारीबाट आउँछु, त्यो फुलहरू फुलेको ठाउँबाट म आउँछु। ओहो अघिसम्म त आफूलाई हिरो भन्न थालेँ, अब त अलिअलि गर्मी भयो, अब कालो हुन थालेँ नि। अब भिलेनको रोल आउला जस्तो छ मलाई। अब अघिसम्म त हिरो भनिरहेको थिएँ आफूलाई, अब चाहिँ घामले पोल्न थाल्यो। अब एक राउन्ड हान्दा त म अहिले लास्टमा त के बनाएर निक्लिन्छु होला, कालो न कालो बनाएर निक्लिन्छु होला। त्यही भयो नि, जे जस्तो मान्छे जति कालो भयो नि, तपाईँहरूको साथ र सपोर्ट भयो भने म जहिले सेतो न सेतो भन्छु। के छ हो, के खोजिरहेको होला। मलाई फेरि यता मन खायो, यता मलाई उल्टो हिँड्नलाई मन खायो। ओ माछा त परेन होला, यो चाहिँ माछा मार्न बसेको रहेछ। कति राम्रो। मैले कसरी बयान गर्ने हो र यो, म बयान गर्नै सक्दिनँ। मसँग शब्दकोशै छैन कि, म यति बयान गर्न सकिरहेको छैन कि आज। मसँग शब्दकोशै भयो भने मैले बयान गर्न नसक्ने वातावरण छ क्या आज। यस्तो राम्रो छ कि हेर्दै जानु होला, हेर्नु है। मैले आज अलिकति नि काटेको छैन कि यो
अलि राम्रो ठाउँ छैन, म अर्को काटेर अर्को हाल्छु भनेर मैले त्यस्तो गर्नै सकेको छैन कि मैले कि स्टप गर्नै सकेको छैन कि आजको मौसम देखेर मैले भिडियो स्टप गर्नै सकेको छैन। यस्तो राम्रो छ, म कसरी नदेखाउँ तपाईँहरूलाई है। यो चाहिँ रेल गइसक्यो यताबाट। मेरो यादै भएन कि म मौसममा भुलिरहेको छु कि यहाँ के भइरहेछ कसो, मैले केही गर्नै सकेको छैन। आज मलाई मौसमले मेरो मनहरू मन तन धन सब तानिरहेछ आजको मौसमले। यस्तो राम्रो मौसम छ, नतानोस् कसरी, तपाईँहरूको नि तानिरह होला है। ओ उतापट्टि यता झन् क्या राम्रो छ। म कहिले कहिले आफूलाई घमण्ड गरेकोमा के लाग्छ भने लक्की नै जस्तो लाग्छ कि कुनै कुनै कुरा म आफूले घमण्ड गर्दा नि सोचेको भन्दा नि बढी एचिभ गरिरहेको हुन्छु। त्यही भएर नि प्राय मान्छेले मलाई घमण्डी भनिरहेको हुन्छ। तर के भन्नु, यस्तो राम्रो फाइदा गर्छ कहिलेकाहीँ त, अनि कसरी घमण्ड नगरौँ कसरी। हेर्नु त यति राम्रो मौसम, ओहो। खोइ आज मैले माछै देखेको छैन हो, किन हो माछा कहाँ गयो। म आउँछु भन्ने लुकेको जस्तो छ। मैले त माछाको त बयान मात्र गर्ने जस्तो भइसक्यो त। म पनि फटै हुन लागिसक्यो त, तर म फटा भएको होइन, तर माछा थियो। अब कहाँ गयो त्यो, अब मैले कसरी भन्ने होला। थियो माछा कहाँ गयो त्यो मलाई केही थाहा छैन। उता अगाडि चाहिँ पाउँछु जस्तो चाहिँ लागिरहेको थियो, होइन लागिरहेको थियो नि, थियो नै। उयो त अगाडि थियो, तर कहाँ गयो आज, किन यस्तो भयो आई डोन्ट नो, मलाई केही थाहा छैन त्यसको बारेमा। मेरो मौसमले मलाई साथ दिइरहेको छ होइन। बरु मान्छेले साथ नदिएला, तर मलाई मौसमले चाहिँ साथ दिइरहेको हुन्छ जहिले नै। यति राम्रो छ कि यो त धेरै हुन्छ होला, कति 1-2 घन्टै हुन्छ होला। त्यही भएर अब म अलिकता उता माछाको एरियातिर पुगेपछि चाहिँ म लिन्छु है त। तर मलाई के गर्नु, मलाई यो मौसम यहाँको नेचुरल हेर्दा मलाई भिडियो पज गर्न मनै छैन। तर बाध्यता तपाईँहरूलाई नि फेरि हेर्दाखेरि अलि लामो होला, जथेर नि यही भन्ने त छैन मौसम, त्यही पनि अलि लाग्ला। त्यही भएर म अलि अगाडि गएर बनाउँछु है त। ओ माछा यहाँनिर माछा यत्रो ठुलो पुच्छर हल्लाइरहेछ, पुच्छर। अब चाहिँ माछाको केही अंश भन्ने कि के पार्टहरू देख्दैछौँ। अब यता चाहिँ मान्छेहरूको चहल पहल नै छ। यताबाट त पारिसम्म बनाउँछु, जे जति लामो नै भए पनि। अनि त्यसपछि चाहिँ बरु काटौँ होला अलिअलि। कति उता फर्कनु, कहिले त यता पनि फर्कौँ न त। यति राम्रो मौसममा म चाहिँ किन
भाग्ने हो र। धेरै क्षति गरे जस्तो लाग्यो मलाई अस्तिको हावाहुरीले। यता यहाँनिर नि रुखै भाँचेर यहाँ तल गरेछु होइन। यो मैले सुरुमा मन पराएको भने त यो फुल हो क्या, फुल यो यति घाममा नि हिँडिरहेछ। म पनि हिँडिरहेको छु। यो मेरो जीवनमा यस्तै छातावालाको साथ पाइदिए भए मैले के गर्थेँ होला। यसरी एक्लै हिँड्न पर्ने त थिएन होला। त्यही पनि ठिकै छ। यहाँ मान्छेहरू चढ्नको लागि टिकटहरू काट्दैछ जस्तो छ यता। तर मलाई एउटा डर लागिरहेछ कि के डर भनौँ, माछा देखाउन पाइन्छ कि नै भन्ने डर लागिरहेछ सुरुमा त मलाई। माछा देखाउँछु म कसरी भए पनि। सेम मलाई पोखराको याद आइरहेछ। म जापान आउनुभन्दा अगाडि पोखरा गएको थिएँ। सबै जोस फिक्स भएपछि सेम मलाई त्यहीँकै फिल आइरहेछ। सेम पोखराको फिल आइरहेछ। माछा पनि त्यहाँ त्यत्रो थियो अनि यस्तै थियो मनोरञ्जनको साधनहरू। यहाँ पनि सेम टु सेम माछै छैन त आज के हो, मैले देखाउनु पाउँदिनँ जस्तो लागिरहेछ त माछै। थियो माछा त थियो तर कहाँ गयो। मैले माछा देखाउन सक्दिनँ कि जस्तो लागिरहेछ आज मेरो माछा। थियो हो माछा त हुनै पर्ने हो, थियो नै। तर भिडियो बनाउनु दिन्छ कि दिँदैन है, तर कहाँ हुन त हुनै पर्ने। यही छ यही, तर देखिनु होला हो यहाँनिर थुतुनाहरू मात्रै देखिन्छ। माछाहरू आयो, दिन्छ भनेर आयो तर केही लागेको छैन। परेवा यस्तो थियो हो पोखरामा, सेम यस्तै थियो त। सेम फिल चाहिँ मलाई त्यही आइरहेछ, पोखरामा छु जस्तो फिल आइरहेछ। बच्चा दामी। सरी उड्दैन त। यहाँ चाहिँ फोटोहरू खिच्न मिल्ने ठाउँमा त्यो धुवा पानी के आयो यस्तरी। ऊ यता छ। एक दिन चाहिँ म यहाँनिर यहाँ माथि पार्कमा जान्छु है त। म एक दिन यहाँ पार्कमा गएर टक्क देखाउँछु। आज म तपाईँहरूलाई के देखाउनु गइरहेको छु भने रेल यति नजिकैबाट देखाउनु गइरहेको छु कि रेल। तर यताबाट हिँड्न मिल्छ होला, मैले हिँडेँ यहाँ एसी रेल। अब चाहिँ नचल्ने रेल होला, चल्ने नि हो, चल्ने त होइन। दिस इज फर डेमोको लागि राख्यो होला। ल गाइजहरू म चाहिँ फर्किसकेँ। उताबाट आएको थिएँ अब यता हुँदैछ। मलाई यहाँबाट भन्दा पनि तलबाट हिँड्न चाहिँ लास्ट टाइम मन लागिरहेछ।
आहा क्या राम्रो हावा, राम्रो हावाले मलाई ऊर्जा दिइरहेको छ कि राम्रो फेस अनुहार मन तन पनि यति खुसी र यति प्रफुल्ल बनाइरहेको छ कि त्यो चाहिँ मैले एक्सपेक्ट गर्नै सकेको छैन। यतापट्टि चाहिँ छ पार्क, टक्क खाजा साजा लिएर आउने साथीभाइहरूसँग टक्क बसेर खाने हो। त्यता खाइरहेछ कुनै दिन हामी पनि, हामी भन्दा नि म आउँछु साथीहरूसँग टाइम मिलाएर, सबैको छुट्टी भएको दिन। आज त प्रायःको छैन, मेरो मात्र हो छुट्टी आज। यस्तो राम्रो म फर्किसकेँ यता बिस्तारै बिस्तारै। अझै छ हौ त्यो पारि पुग्नु छ। आज चाहिँ भ्लग धेरै लामो हुन्छ मलाई थाहा भइसक्यो, किन भन्दा मैले मिस गर्न सकेकै छैन, भिडियो पज गर्न सकेकै छैन। दामी छ अहिले हावा चलेर हो कि अरे माछा आज त्यति देखेको छैन। अहिले चाहिँ अलिअलि हावा चल्ने मौसम छ कि कल्पनै गर्न सक्दिनँ क्या म। त्यस्तो अड्किने हेर्न पर्ने भने ठाउँ त त्यस्तो देखे जस्तो लागेन, त्यही भएर सही आएँ, एक राउन्ड घुमेँ, एक्सर्साइज नै भयो मेरो लागि, तपाईँहरूको लागि भ्लग पनि भयो, दुईटा फाइदा। बेला बेलामा हिँड्न पर्छ, म चाहिँ हिँड्न पर्छ भन्ने मान्यता राख्ने मान्छे, बेला बेलामा हिँडेर आउँछु। दामी भयो आज, धेरै 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 दामी मौसममा हिँड्न पाइरहेको छु। यो चाहिँ पयमको बोर्ड हो, यो नेपाली पयम भन्छ हाम्रोतिर, अब तपाईँहरूकोतिर के भन्छ। यता पनि छ एउटा उता पार्क थियो, एउटा यता पार्क छ। यता चाहिँ खासै मान्छे रहेन रहेछ, उता चाहिँ यसो बसेर खाने रहेछ। त्यो पनि यस्तो बवाल छ कि फुल हेर्नु न, मेरो मनै कटक्क छुडाल्छ फुलले। राम्रो कुरा कसलाई नै मन पर्दैन र होइन, सबैलाई मनै पर्छ। अब चाहिँ म यो त तलतिर हिँड्नु पर्यो, मासतिर धेरै भयो हिँडेको। अहिले परसम्म तल्लो बाटो जान्छु, अनि त्यसपछि चाहिँ बाइक के हो मौसम यो। यताबाट त राम्रो आउनु होला, यस्तरी मात्र राम्रो आउँछ होला है, के गर्नु, उल्टो बाटो त अघि आएन होला। त्यो पनि यस्तो गर्दा त अलिक छाया पर्छ होला मेरो अनुहारतिर, केही छैन, दामी छ। आज त्यति सेयर चाहिँ मैले केही गरेन भन्दाखेरि अलि सही हिँड्यो, त्यति यहाँ यस्तो यताउता है केही भन्नु भएन।
त्यो पनि हेरेर बस्नुहुन्छ यहाँ यस्तो छ यताउता भनेर। हो काग कराए काग, यहाँ छ काग 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 काग। मौसम दामी छ। ओ यता हेरौँ न एकचोटि होइन के छ। त्यता भन्दा नि यतै हो कि घर फर्किन लागेर हो कि के हो। अघि नै उताबाट हिँड्दाखेरि उताको मौसम राम्रो थियो। अब म घर फर्किन लागेँ फेरि घरतिरको मौसम राम्रो छ। हुन त अब राम्रो मान्छे जता हिँडे त्यतै राम्रो, त्यही हो। म अघि उताबाट निक्लेको थिएँ, उता राम्रो देखेँ। अब म यता हिँडिरहेको छु, यतै राम्रो। ल कति होच हो ए छुन्छ क्या अरे क्यामेराले नै छुयो 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 छुयो। यति राम्रो यो सुन्दर। उहाँ माझमा चाहिँ एउटा के हो यो के देख्न सकिनँ। तर मेरो क्यामेराले लिएन होला, भेट्दैन होला। छन त छ एउटा डल्लो बल जस्तो, तर भेटेन यसले। साथ र सपोर्ट मात्र गर्नु न तपाईँहरूको लागि त म यस्तो यस्तो ठाउँमा लिएर जान्छु कि होइन, यस्तो यस्तो भिडियो बनाउँछु कि यति राम्रो राम्रो बनाइदिन्छु कि होइन, त्यो चाहिँ तपाईँहरूले कल्पनै गर्न सक्नुहुन्न क्या। मात्र तपाईँहरू खुसी हुनु हो, त्यति भए पुग्छ मलाई। तपाईँहरू खुसी भयो त म पनि खुसी। म खुसी भएपछि त फेरि कहाँ कहाँ जान्छु, कस्तो कस्तो ठाउँ जान्छु त्यो तपाईँहरू सोच्नै सक्नुहुन्न। यहाँ हेर्नु न यस्तो फुल त के हो र यो, के हो र, मैले सोच्नै सक्दिनँ यो के हो। ओहो ठाउँ के हो, म कहाँ आइरहेको छु। यहाँ हेर्नु न यो अब भर्खर फुल्दै छ, यो पनि फुल्छ। यस्तो राम्रो छ कि कति तारिफ गर्ने हो र, कति तारिफ गर्ने हो र। अब यो पनि फुल्नेवालामा छ। अब यो यिनीहरू पनि फुल्छ, यिनीहरू फुल्नेवालामा छ। यहीँ होइन, यहीँबाट चाहिँ अब यो फेरि अर्को क्या, अर्को कलरको नि यस्तो राम्रो। ओहो ओहो जापान नआए नि आम 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 जस्तो बनाइदिन्छु नि त म त फेरि भिडियोले। आउनु सकेसम्म आउनु होइन, दुःख आफै गर्ने हो, सुखमा आफै रमाउने हो। हेर्नु त यति राम्रो मौसम छ अनि कसको मन तान्दैन। ओहो यताको यो टावर चाहिँ भर्खर बन्दै सकिएको हो, थाहा छैन मलाई। तर आजको चाहिँ प्राय
हेरेरै मजा लिनुहोस्। बोल्न त मैले त्यति सकिनँ होइन, आज हेरेरै तपाईँहरूलाई पुग्नेछ कि मैले नबोल्दा नि हुन्छ। आज म यसमा धेरै बोल्न लाग्यो भने हे कति बोलेछ एकछिन चुप लाएर बस्दै नै हुने यस्तो मौसम छ भनेर होला। हेर्नु न, मेरो मात्र मन खाएको हो र, तपाईँको मात्र मन खाएको हो र। यहीँ जापानमा बस्ने मान्छेहरूको पनि मन खाइरहेछ क्या आजको मौसमले गर्दा। ल नभए हेर्नु त, यता पछाडि बस्ने मान्छेहरूले फोटो खिचिरहेको छ। मैले गलत बोल्छु होला र, उनीहरूको चाहिँ मन खाएको छैन होला र। यस्तो मौसम देख्दा कसको मन खाँदैन र। आज त पुरा यो पार्कमा आउने पुरा मान्छेहरूको मन खाइरहेछ हो आज त। अरू बेला त अब मन नखाएको होला। यता ट्रेन फिलिलिलिलिल छ। ट्रेन चढेको छैन, म एक दिन चढ्ने छु क्या, अनि देखाउने छु तपाईँहरूलाई नि। सेन्मा पार्क जथेर नि सेन्मा पार्क। मैले 2-3टा भिडियो बनाएर म सेन्मा पार्क जान्छु। मैले त्यसै भनेको छु र, म त्यस्तो गलत बोल्ने मान्छे हो र। कस्तो देख्नुभयो नि सेन्मा पार्क, मैले त्यसै गलत त बोल्दिनँ नि होइन। यस्तो रहेछ र पो। अनि सुजनले जथेर नि सेन्मा पार्क जान्छु, देखाउँछु, सेन्मा पार्क देखाउँछु भने रहेछ। बुझ्नुभयो नि म कति यथार्थ बोल्छु भन्ने त मलाई कि भगवान्लाई थाहा छ नि। अनि अबदेखि त तपाईँहरूले नि विश्वास गर्नु भइसक्यो कि सुजनले मात्र त्यो फेकै बोल्दैन, मात्र यथार्थ बोल्छ क्या, जे छ त्यही। अनि एकछिन नराम्रो भएला, त्यो आफ्नो ठाउँमा छ होइन। तर म यहाँ आफूले बोलेर मलाई चाहिँ रिग्रेट नहोस् क्या, मैले यस्तो बोलेर नि यस्तो गर्न सकिनँ भनेर। रियल कुरा जहिले पनि तितो नै हुन्छ क्या। त्यही भएर म अलिक तितो छु, तर साँचो बोल्छु नि त। त्यो कसरी प्रुभ भयो देख्नुभयो नि, सेन्मा पार्कबाट नि प्रुभ भयो नि तपाईँहरूलाई। ल हेर्नु त, यस्तो हुँदा कसैको मन कटक्क नखाला र। कटक्कै खान्छ नि। यता होइन, यताबाट जान्छु अघि आएकै बाटो। अनि उता हाइवे हिँड्नु मन लाग्थ्यो। अब हाइवेतिर भिडियो बनाउने क्रममा मिस होला होइन, किन गल्ती गर्ने हो र। गल्ती त सकेसम्म गर्दै नगर्ने हो क्या। अब अन्जानमा भइहाल्यो भने त्यो आफ्नो कुरा, त्यो छुट्टै कुरा, आफ्नो भन्दा नि छुट्टै कुरा हो। तर सकेसम्म गल्ती नगर्ने हो क्या। हेर्नु त, मैले त्यसै भनेको र। सेन्मा पार्क भनेर जथेर नि यस्तो मौसम छ र पो, वातावरण यस्तो छ, डेकोरेसन यस्तो छ, अनि भन्छ बवाल छ बवाल। अब अघि ठाउँमा आइपुगेँ है त म। अघि यहीँ मुनिबाट निस्केको थिएँ। के हो यस्तो जाने बेला मन कटक्कै खायो। अघि यहीँबाट निक्लेको थिएँ म, यहाँबाट चाहिँ म यताबाट गएको थिएँ, अहिले चाहिँ म यताबाट आएँ होइन। हेर्नु त, फेरि 2-3 राउन्ड हान्नु मन छ, तर होस् आजलाई धेरै के एउटै कुरा देखाइरहनु तपाईँहरूलाई होइन। ल दामी छैन त, हेर्नु न।
अब सिनेमा पार्क त मैले देखाइ नै सकेँ। अब यहाँ एउटा भूत पार्क भन्ने रहेछ क्या, भूत पार्क। तर त्यो कस्तो छ के छ मलाई त्यो केही थाहा छैन। अब जान त म एक दिन जान्छु नै होइन, त्यो बनाउने नि छु, देखाउने नि छु जसरी नि। तर कहिले जान्छु, अब कुन टाइममा जान्छु, कुन भ्लग पछि जान्छु त्यो चाहिँ थाहा भएन। भ्लग चाहिँ कुरिबस्नु के, म यस्तो राम्रो ठाउँ चाहिँ सुजनले चाहिँ यस्तो राम्रो ठाउँ देखाउँछ भनेर चाहिँ वेट गरिरहनु होइन। तर मैले भनिसकेँ अघि नै, मैले अघि नै के भनेको छु भने हप्तामा एउटा चाहिँ म जसरी नै बनाउँछु। किन भन्दा नि अघि मलाई सुरुमा चाहिँ यति कन्फिडेन्ट लो भयो कि मलाई अलि कस्तो के कामै नगरे जस्तो, त्यत्रो 3-4वटा भ्लग बनाउँदा नि एउटै नबनाएको जस्तो फेसै गर्न सकिनँ क्या क्यामेरामा। त्यही भएर चाहिँ म हप्तामा एउटा चाहिँ जसरी नै निकाल्छु, जति नै बिजी भए पनि हप्तामा नत्र 2 हप्तामा एउटा चाहिँ म जसरी नै फेस गर्छु। ला यार पछाडिबाट साइकल आएको रहेछ, तर देख्न त देखेको थिएँ, तर अलि त्यति साइड दिन नसके हो कि भनेको त्यस्तो लागिरहेछ। फेरि अब हेर्नु फर्किसकेँ म। रुख अब यहाँबाट म यता आज राम्रै काम गरेँ मैले, जे होस् राम्रो काम गरेँ। साइकल म पनि साइकल किन्छु होला, साइकल किन्न त किन्छु। गाडी आयो तर किन्छु, गाडी जाओस्। फेरि मेरो अर्को मन छुने ठाउँ आयो। यो चाहिँ फेरि म कहिले मिसै गर्न सक्दिनँ कि। यो पनि म कहाँ मिस गर्न सक्छु र, यो बाटो म कहिल्यै मिस गर्न सक्दिनँ नि होइन त। न तपाईँ मिस गर्न सक्नुहुन्छ तपाईँहरू, न म नै मिस गर्न सक्छु। यो चाहिँ मेरो एउटा के हो भने भ्लग बनाउनुको एउटा यो ऊर्जा दिने एउटा यो वातावरणमा चाहिँ, यो वातावरणले चाहिँ मलाई चाहिँ एउटा छुट्टै खालको ऊर्जा दिन्छ क्या। भ्लग नबनाऊ भने पनि बना कि बना जसरी नि देखाउनै पर्छ, बना मलाई देखा भनिरहन्छ है। फेरि म नाइ भन्न सक्दिनँ, हेर्नु त। म चाहिँ हिँडिसकेँ, अब रुममा आइपुग्न लागिसकेँ। अब आजको चाहिँ यस्तै नै भयो। त्यति बोल्न सकिएन होइन, सकिन त छैन, सक्छु पनि त्यति भएन। तर आज मेन भनेको बोल्नु भन्दा नि धेरै चाहिँ यता यो सिनहरू देखाउने चाहिँ कार्यक्रम भयो। जे भयो नि म नबोले नि त्यति खासै के भएन। जो सिनहरू देख्नु भयो, जस राम्रो देख्नु नै भयो जस्तो लाग्छ मलाई। के कतिसम्म होइन, साथ र सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला, माया जगाइदिनु होला होइन। तपाईँहरूको मायाले नै म अरू भिडियो बनाउने हौसलाहरू प्रदान हुन्छ, ऊर्जाहरू निस्कन्छ मबाट नै। भित्रबाट ऊर्जा आयो भने चाहिँ त्यत्तिकै गाह्रो पर्दैन।
गाह्रो भन्दा नि त्यति मलाई असहज हुँदैन, सहज नै हुन्छ। यो चाहिँ मेरो मैले कहिले मिस नगर्ने यो चाहिँ बाटो हो। अब यो कति तपाईँहरूलाई देखाउने है, जुनै भ्लगमा नै आइरहेको हुन्छ जतिखेर नि म अलि अगाडि गएर अर्को बाटोबाट लिन्छु है त। प्राय लगभग म चाहिँ रुमको नजिक आइसकेको छु। अब अर्को चाहिँ भ्लगमा अब नेक्स्ट फ्राइडे स्याटरडेमा, फ्राइडे अथवा फ्राइडे पनि मेरो काम छैन, फ्राइडे अथवा स्याटरडेमा म जसरी नै बनाएर पोस्ट गर्ने नै छु। त्यसो गर्दाखेरि मेरो कन्फिडेन्ट नै हाई हुन्छ। त्यही भएर म खुल्ला दिलले बोल्न सक्छु। तपाईँहरूको साथ र सपोर्ट सँगसँगै खुल्ला दिल भयो भने तपाईँहरूलाई नि त्यति अलि गाह्रो भन्नाले अलिक कस्तो नराम्रो फिल हुन्न। त्यही भएर आज अलि सुरुमा चाहिँ बोल्ने अलि कस्तो गाह्रो भएको जस्तो भयो। तर अहिले त फेरि उयो रूपमा आइसकेँ। मान्छेले जे जति गर्यो भने आफ्नै उमा आउँछ भने जस्तै हो क्या। मान्छेहरू जे जति टाढा जानै गए पनि लास्टमा फर्किनु त छ, घरमै फर्किने हो, नेपालै फर्किने हो भने जस्तै हो क्या। अब अलिअलि मलाई पनि अघि त्यस्तै भइरहेको थियो, अलिक कस्तो अनकम्फर्टेबल भएको थियो। तर अहिले चाहिँ फुल्ली कन्फिडेन्टमा आइसकेको छु। अब मेरो रुम पनि आइपुग्ने लागिसक्यो। रुम चाहिँ अलिकति यतापट्टि हो, यो साइडमा। जे जस्तो भए पनि सधैँ खुसी रहनु होला, सुखी रहनु होला। म चाहिँ त्यही भन्छु, सधैँ खुसी रहनु होला है। कसैलाई दुःख दिने काम नगर्नु होला होइन। के अरूलाई दुःख दिएर के गर्ने हो र? अरूलाई जति दुःख दियो के गर्नु? मनमा शान्ति रहन्न, मनमा शान्ति नरहेपछि खुसी रहन्न, खुसी नरहेपछि त्यही त हो नि, दुःखी हो। त्यही भएर पहिला सुरुमा आफू खुसी रहनु होइन, सकेसम्म त अरू कसैको चित्त नदुखाउनु होइन। अब जानी गल्ती नगर्नु, कसैको चित्त नदुखाउनु। सकिन्छ भने होइन, अब सकिन्न भने अब के भन्नु त, अब सकिन्न भने त अरूकै चित्त दुखाएर आफू खुसी भनिन्छ भने त अब त्यसमै खुसी रहनु होला होइन। म त्यस्तो कुरामा केही भन्दिनँ। जो सधैँ खुसी रहनु होला, जे जस्तो परिस्थिति आए पनि होइन, खुसी सुखी रहनु होला, परिवारहरूलाई नि सुखी दिनु होला है त भन्दै अब म यता पारीतिर लागेँ। अब अरू त के छ र, अरू सबै ठिकै छ। तपाईँहरूको साथ र सपोर्टले गर्दा होइन म अहिलेसम्म खुसी नै छु। तपाईँहरूले खुसी दिनुभएर मैले खुसी बाँड्न सकेँ होला, त्यही भएर म खुसी लिन सकेको छु। खुसी दिन सकिनँ त आफू पनि दुःखी हो। त्यही भएर साथ सपोर्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला होइन। अब नयाँ हुनुहुन्छ भने अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ल बाई। म सकेसम्म चाहिँ आज नै एडिट गरेर आज नै हाल्छु होला है त। म रुम आइसकेँ। बाई, टेक केयर। सधैँ खुसी रहनु होला है त। बाई बाई।